आज बालेनले हाम्रो मन यसरी जितेको छ जसरी एउटा केटीले केटाको मन जित्छ क्या हैन। अब होला भोलिको दिनमा गएर बालेनले पनि धोका देला क्या, कसो नदियोस् त तपाईँ आफ्नो एक्सले सम्झिनुहोस् न हैन त। सो त्यसै गरी अहिले हामी धेरैवटा त्यस्ता पार्टीहरू छन् हैन, आजसम्म हामीले सपोर्ट गर्दै आएको छौँ नि त, तर तिनीहरूले पनि त धोका दियो नि त। जसरी हामी केटीलाई एकदमै धेरै माया गर्दै गर्दै आयौँ तर केटीले पनि धोका दियो, हो कि नै भन्नु त? हो एक्ज्याक्टली त्यसरी नै। अब केटीले धोका दियो भन्दैमा हामीले के केटी अब फेरि नेक्स्ट गर्लफ्रेन्ड बनाउन छोड्यौँ त? छैन नि त छोडेको। हो त्यसै गरी अब एउटा अझ आश लिएर बालेनलाई हामी सपोर्ट गरौँ हैन। अब होला अलिकति दुःख त दिन्छ नि जसले पनि। सो जसरी हामी आफ्नो गर्लफ्रेन्डको धेरैवटा जति पनि मिस्टेकहरूलाई नजरअन्दाज गर्थ्यौँ हैन, मिस्टेकहरूलाई अब सम्झाउँथ्यौँ बुझाउँथ्यौँ उसलाई, ए यस्तो नगर, मेरो चित्त दुख्छ, मेरो मन दुख्छ, अलिक राम्रो गर्न भन्थ्यौँ नि। हो त्यसरी नै अब सबै गल्ती के गल्ती गरौँ बालेनले गर्दैछ त्यसले म्याटर गरेन क्या। अब जस्ट हामी यति गर्नुपर्छ, बालेनलाई मात्रै जिताउनुपर्छ र बालेनलाई मात्रै ओन्ली घन्टी चाप, चुपचाप घन्टी चाप है त। किनभने भन्दाखेरि अब हामी उसलाई पनि त भन्न सक्छौँ नि त, यस्तो गरिदिएको भए बेस्ट, यस्तो गरिदिनु बेस्ट, उसले पनि सोध्छ नि त। अब हिजोको दिनमा हाम्रो गर्लफ्रेन्डले पो बुझेन त, तर बालेनले बुझ्दैन भन्ने कुरो त हुँदैन होला। के थाहा, विश्वास गरी हेरौँ भन्ने कुरा हो है त। सो चुपचाप घन्टी चाप सबैजनालाई ल, जिताउनुपर्छ, मिलेर एकजुट हुनुपर्छ है त गाइज।